Nepali Katha time. Story time is a happy time. एकादेशमा हरिलाल नाम गरेका पण्डित बस्दथे। उनी अनेक शास्त्रमा पारङ्गत हुनुका साथै जीवनका हरेक व्यवहारमा पनि ज्यादै सिपालु थिए। गाउँमा उनको ठुलो मान सम्मान थियो। परेका समयमा उनले अरूलाई सल्लाह सुझाव र रुपैयाँ पैसा दिएर सहयोग गर्थे। गाउँमा पूजाआजा, बिहे, व्रतबन्ध, मृत्यु संस्कार सबै गर्ने जिम्मा उनैको थियो। सन्तानका नाममा एउटा मात्रै छोरो थियो। उसको नाम रामलाल थियो। त्यो बेला नेपालमा विद्यालय थिएनन्। त्यसैले छोरा 10 वर्ष पुगेपछि उनले शिक्षा आर्जन गर्नका लागि उसलाई बनारस पठाउने निर्णय गरे। पण्डितनीले एउटै छोरोलाई घर बाहिर पठाउनुहुन्न भनेर रोइकराइ गर्दा पनि हिरालालले सुनेनन्। उनले छोरालाई आफै बनारस लिएर गए अनि राम्रो गुरु खोजेर छोराको उचित शिक्षा दीक्षाको लागि जिम्मा लगाउँदै घर फर्किए। छोराको अनुपस्थितिमा ब्राह्मणी रोएर दिन काट्न लागिन्। अरू विषयमा स्वास्नीको कुरा माने पनि यस विषयमा भने हिरालालले कहिले सुनेनन्। उनी त छोरालाई बनारस शिक्षा आर्जन गर्न पठाएकोमा मक्ख थिए। छोरो पनि निकै मेहनती, इमान्दार, कर्तव्यनिष्ठ र चलाक थियो। उसले मन लगाएर पढ्न लाग्यो। ऊ 20 वर्षको उमेर पुरा नहुँदै सम्पूर्ण वेद, पुराण, उपनिषद आदि शास्त्रमा पारङ्गत हुनका साथै विज्ञान, कला, ज्योतिषशास्त्र र गणितमा पूर्ण ज्ञान प्राप्त गरी चाँडै गुरुको दीक्षा लिएर घरतर्फ हिँड्यो। छोरो थाहै नदै टुप्लुक्क घर आइपुग्दा आमा बुबा अचम्ममा परे। ब्राह्मणी खुसीले पागल भएर रुँदै छोरालाई अँगालो हाल्न पुगिन्। पण्डितलाई भने यो कुरा मन परेको थिएन। उनले छोरा र स्वास्नीलाई एक अर्काबाट छुट्याउँदै भने, तिमी यो के गर्दैछौ? यसले पहिले सबै प्रकारको विद्या सिकेको छ कि छैन त्यो विचार नगरी यसलाई घरमा प्रवेश गर्न दिइने छैन। पहिले म परीक्षा गर्छु अनि मात्र यो रुने धुने काम गर्न पाइन्छ। पर जाऊ। यो सुनेर ब्राह्मणीले रुँदै भन्न लागिन्, 10 वर्षपछि घर आएको छोरालाई भित्र पस्न दिन्न भन्ने कस्तो बाबु हो तपाईँ? अलिकति छोराको माया त हुनुपर्छ। यस्तालाई पापी बाबु भन्नुपर्छ। तर हरिलालले स्वास्नीको कुरामा कुनै ध्यान नदिएर छोरालाई सोधे, के पढेर आइस? रामलालले भन्यो, रामायण, महाभारत, वेद, पुराण, उपनिषद, ज्योतिष, गणित आदि शास्त्रहरूको अध्ययन गरे बुबा। हिरालालले पुनः सोधे, वेद त पढिस्, तर लवेद पढिस् कि पढिनस्? छोराले अचम्म मान्दै भन्यो, नाइ बुबा, त्यस्तो शास्त्र त पढिन। त्यसो हो भने जहिले लवेदमा पनि पारङ्गत होलास् तब मात्र घरभित्र पस्न पाउनेछस्। त्यसको ज्ञान हासिल नगर्दासम्म यो घरभित्र पस्न पाउँदैनस्, पण्डितले भने। अनि आँगनबाटै छोरालाई उतै फर्काएर पठाए। ब्राह्मणी भने रोइ कराइ गरेर छोराको पछि पछि जान खोजिन्, तर पण्डितले उसलाई समातेर रोके। छोरो रामलाल पनि बुबाको आज्ञा पालना गर्दै फेरि परदेशतिर लाग्यो। हिँड्दा हिँड्दै केही दिनपछि ऊ ठुलो घनघोर जङ्गलमा पुग्यो। त्यहाँ ऊ जस्तै 2 जना मोटा घाटा डरलाग्दा भुस्तिग्रे युवकहरू भेटिए। उनीहरूले रामलालको बाटो छेक्दै सोधे, ए कताको होस्? रामलालले पनि सोध्यो, तिमीहरू को हौ? दुवैले एकैसाथ भने, हामी त चोर हौ। 2 मध्ये एउटा चोरले भन्यो, त्यसो भए त अब हामीसँग जानुपर्छ। हामीबाट छुटिएर एक्लै जान पाउँदैनस्। अब हामी 3 जना भयौँ। आज राति हामीले पल्लो मगर गाउँमा चोरी गर्नु पर्दछ। त्योभन्दा पहिले हामीले एउटा मन्जुरीनामा गर्नु पर्दछ। त्यो के हो भने, हामी 3 जनामा जब एउटाले कुनै कुरा भन्छ अरू 2 जनाले त्यो कुरा मान्नुपर्छ। मान्दिन भन्न पाइँदैन। होइन वा मान्दिन भन्यो भने त्यो अरू 2 जनाको नोकर हुनुपर्छ। यो कुरामा तेरो मन्जुरी छ कि छैन? मन्जुरी छ भने देवताको नाममा हामी 3 जनाले कसम खानुपर्छ। रामलाललाई यो कुरामा मन्जुरी गरेन भने यिनीहरूबाट खतरा छ भन्ने लाग्यो र भन्यो, यसमा मेरो मन्जुरी छ। त्यसपछि 3 जनाले देवताको नाममा कसम खाए। हामी मध्ये एउटाले भनेको कुरा बाँकी 2 जनाले मान्नेछौँ। अब 3 जना मगर गाउँतर्फ हिँड्न लागे। हिँड्दा हिँड्दै अग्लोवाला चोरले भन्यो, मेरो बाजेसँग एउटा यस्तो लामो लामो सिङ भएको भैँसी थियो कि त्यसको एउटा सिङ भोटसम्म पुगेको थियो, अर्को सिङ मधेससम्म पुगेको थियो। मेरो बाजे एउटा सिङबाट भोट गएर नुन ल्याउँथे भने अर्को सिङबाट हिँडेर मधेस गएर कपडा लिएर आउँथे।
उनी दुईजनाले शर्त अनुसार हो पक्कै हो भनेर सहमति जनाए। त्यसपछि होचोवाला चोरले भन्यो, मेरो बाजेसँग एउटा यस्तो बाँस थियो कि पानी चाहिएको बेलामा त्यो बाँसको टुप्पोले चारैतिर बादल सोहोरेर आफ्नो बारीको माथि ल्याउँथे र पानी पार्थे। पानी नचाहिएको बेलामा त्यही बाँसको टुप्पोले बादललाई छिन्न भिन्न पारेर हटाइदिन्थे र पानी पर्नबाट बचाउँथे। शर्त कडा भएकोले होइन भन्ने कुरा थिएन। दुवैले हो पक्कै हो भनेर समर्थन गरे। अब रामलालको पालो आयो। उसले पनि एकछिन विचार गरेर भन्यो, मेरो कुरा पनि भैँसीसँग सम्बन्धित छ। मेरा बाजेसँग 1 कोस लामो र आधा कोस चौडा गोठ थियो। त्यसमा बाजेले 5000वटा भैँसी पाल्नु भएको थियो। ती भैँसीको हेरविचारका लागि 2 जना गोठालाहरू पनि राख्नु भएको थियो। एक दिन ती गोठालाहरू भागेछन्। बाजेले ती भागेका गोठालाहरूलाई खोज्न मलाई पठाउनु भएको थियो। मैले धेरै ठाउँमा खोज्दा खोज्दा अहिले बल्ल भेटाए। हिँड अब, मसँग छिट्टै गोठमा पुग्नुपर्छ। ती दुवै चोरले हो भने पनि नोकरै हुनुपर्ने, होइन भने पनि नोकरै हुनुपर्ने भएकाले रामलालको पछि लागेर गए। घर पुगेपछि आफ्ना बुबाले सबै कुरा बेली बिस्तार लगाए। बाबु हरिलाल पनि छोरासँग निकै खुसी भएर भने, हो लबेद भनेको यही हो। छोराको जात भएपछि मौकामा चौका हान्न जान्नुपर्छ। शास्त्र पढेर मात्रै हुँदैन। परिआएको बखत छोराले जस्तोसुकै समस्याको समाधान गर्न सक्नु पर्दछ। चलाक हुनुपर्छ। ल अब तिम्रा साथीहरूलाई मुक्त गर र तिनैजनाले भोजन गर। रामलालले पनि दुवै चोरहरूलाई मुक्त गरेर राम्रो सत्कारले खाना सुत्न दिएर बिदा गरे। उसकी आमा पनि खुसीले गदगद भइन्। चाँडै नै हिरालालले छोराको बिहे गरिदिए अनि आनन्द साथ जीवन बिताए। आजको यस कथा हजुरहरूलाई राम्रो लाग्यो होला। अन्तिमसम्म सुनेर साथ दिनु भएकोमा मुरी धन्यवाद भन्दै आजको लागि बिदा दिनुहोस्। नयाँ कथा लिएर फेरि छिट्टै फर्किने बाचाको साथ अहिलेको लागि बिदा हुन्छु। हस्, धन्यवाद।